Hey everyone, let's do a makeup from affordable price. आज चाहिँ म अन्डर 1000 को प्रोडक्ट युज गरेर मेकअप गर्छु है त। फर्स्टमा चाहिँ ममार्थको राइस टोनर, यसको चाहिँ 600 कि 700 त्यस्तै कति हो, हल्का वेट हुँदै। अब सेटाफिलको मोइस्चराइजर, यो चाहिँ मैले ठुलोमा हालेको, अर्को यसको चाहिँ सानो पनि पाउँछ कि, त्यो चाहिँ 900 त्यस्तै कति पर्छ। म चाहिँ फर्स्टमा आई मेकअप गर्छु है। आइब्रोको लागि चाहिँ फर्स्ट पोमेड, यो चाहिँ मैले 950मा लिएको थिएँ। ब्रस आउँछ, अगाडि ब्रस छ, पछाडि स्प्लिट। यसले चाहिँ म फाउन्डेसनले नै सेट गर्छु है, कन्सिलरले गर्दैन, फाउन्डेसनले नै, मेरै सेटको फाउन्डेसनले गर्छु है। यो चाहिँ एले कलरको फाउन्डेसन, यसको पनि 650 नै हो है। यसलाई चाहिँ मैले यसमा ल्याएँ। ब्लेन्डर, यो चाहिँ 350मा लिएको है मैले ब्लेन्डर। यो चाहिँ 800मा लिएको मैले। कम्प्याक्टली सेट गरौँ है। लागि चाहिँ यो प्यालेट, यो चाहिँ कति हो चाहिँ थाहा भएन यसको, तर अन्डर 1000 नै हो है। म ग्लिटर पनि यसकै लगाउँछु है थोरै। एले गर्लको युज गरेर छु, यसको पनि अन्डर 500 नै हो, यसको पनि 450 त्यस्तै कति। डन। अब चाहिँ फेसको लागि गरौँ। चाहिँ खासै धेरै डार्क सर्कलहरू छैन, तर थोरै थोरै डार्कहरू चाहिँ, यसको लागि चाहिँ डार्कर सेडको कन्सिलर युज गर्छु। थोरै ब्याकमा लिएँ। अब हजुरहरूको धेरै डार्क सर्कलहरू छ, कालै छ भने चाहिँ अरेन्ज कलरको करेक्टर लगाउनुपर्छ। त्यसको लागि चाहिँ अब मेरो धेरै नभएको कारणले मैले चाहिँ आफ्नो सेटभन्दा 2 सेट डार्कर कन्सिलरले गर्दैछु है। 600 650 600 कति हो यसको चाहिँ। फाउन्डेसन चाहिँ एले कलर्सकै युज गरेर चाहिँ म्याट फाउन्डेसन, यसको 650 मैले भनिसकेँ। यसमा चाहिँ मैले ओइल मिक्स गर्छु है। यसको 700-800 कति हो यसको। बिगिनर्स हो भने चाहिँ ब्रसहरूमा धेरै गर्नु छैन भने चाहिँ अब ब्रसमा धेरै खर्च गर्नु छैन भने यु क्यान।
कभरेज हेर्नु त यसको एकदम राम्रो छ फाउन्डेसन है फरएभर 50 को कन्ट्रोल ब्लस चाहिँ ओटोको ब्लस यो ब्लस पनि मैले कतिमा लिएको थिएँ अन्डर 1000 नै हो है यो ब्लस पनि आज मैले युज गरेको प्रोडक्ट सबै अन्डर 1000 है पिगमेन्टेड छ यो ब्लस दामी छ अब चाहिँ कन्सिलर चाहिँ आई म्याजिकको कन्सिलर यसको पनि 650 700 त्यस्तो कति है ड्राई हुँदैन यो ब्रस कन्सिलर ब्रस चाहिँ यसको चाहिँ 300 मात्रै हो अब चाहिँ यो सबैलाई हामी आई म्याजिकको लुज पाउडरले सेट गरौँ है सेटिङ गरौँ मार्चको सेटिङ स्प्रेले यसको चाहिँ 450 500 हो यसको पनि हाइलाइटर चाहिँ मैले युज गरेको छु 1100 के कति 1011 त्यस्तै नै हो है दिस इज सो गुड अब चाहिँ ल्यासेस चाहिँ मैले यो पुरै सेट चाहिँ 800 मा लिएको थिएँ यो मैले ल्यासेस ग्लूको लागि चाहिँ ल्यास ग्लू लाइनर युज गर्दैछु यसको पनि 700 कि 800 कति हो है डाइरेक्ट ल्यासेस
लास्टमा लिप लाइनर चाहिँ 250 कि 300 को। लिपस्टिक चाहिँ यो प्रिटी क्लिकको, यसको पनि 1000 उसको है।